के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो के अहिलेको राष्ट्रपति जनताले चुनेको हो सीमित यही संसदभित्र भएका केही व्यक्तिले चुनेको? यदि दम हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छौँ। त्यसपछि होइन भने यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने, व्यवस्थापाठी गर्ने, इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने, जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। राजा ज्ञानेन्द्रले असोज 18 र माघ 19 गरेर होइन। अनि राजतन्त्र के को लागि चाहियो? त्यसैको लागि। अनि युवराज दसैँ र तिहारको बेलामा लुकेर बनाइयो पारसलाई। त्यसपछि युवराजले के गरे? एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रवीण गुरुङलाई नारायण हिटमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीबाट लखटी लखटी किचाएर मारे। मैले हत्याराको कुरा गर्नुभएको थियो माननीयज्यूले। म आज अनुरोध गर्न चाहन्छु, मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। 5000 मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो। भारतको दिल्लीमा लुकेर नेपालमा निहत्या मान्छेहरूको मार्नुपर्छ भनेर अगाडि बढ्ने व्यक्ति यो देशको सांसद मन्त्री बन्न पाउने व्यवस्था यो उत्तम हो। यो व्यवस्था जनतालाई चाहिएको होइन। हामीले स्पष्ट भनेका छौँ, सबै मान्छे अठाउने। अहिले पनि स्पष्ट भन्छौँ, प्रजातन्त्र मासिँदैन। न यहाँ प्रजातन्त्र मासिन्छ, न यहाँ लोकतन्त्र मासिन्छ। सिर्फ राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ, बास यति हो। यहाँभन्दा अरू होइन। यहाँभन्दा लोकतन्त्र र गणतन्त्रको उत्तम व्यवस्थाभित्र हामी छिर्न चाहन्छौँ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बजाउँ। केही दिनदेखि केही साथीहरू यो व्यवस्था जोगाउनुपर्छ भनेर धेरै उफ्रिराख्नु भएको छ। उहाँहरू स्वाभाविक हो। यो व्यवस्था यस्तो व्यवस्था हो, चुनाव हार्ने हरुवा चरुवाहरू मन्त्री बन्दै यो देशको प्रधानमन्त्री बन्ने, चुनावै नजितेर पनि सांसद बन्न पाउने व्यवस्था हो। त्यो भएर यो 16 वर्षको इतिहासमा, अहिले यो 16 वर्षको इतिहासमा 14 पटक सरकार परिवर्तन भयो, झन्डै 1000 मन्त्री भए, 31 वटा मुख्यमन्त्री भए, 30 वटा प्रदेश प्रमुख भए, 3 जना राष्ट्रपति भए, 3 जना उपराष्ट्रपति भए, झन्डै 3000 त सांसद भए। अनि सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम हो भन्नु उहाँहरूलाई स्वाभाविक हो। र अर्को कुरा, यो व्यवस्था उत्तम भन्नुपर्ने अर्को स्वाभाविक कारण के हो भने आज नेताका छोराछोरी जो यहाँ भाषण गरिरहेछन्, यी नेताका छोराछोरी र केही कर्मचारी र उच्च पदस्थका छोराछोरी युरोप अमेरिका पढ्ने तर गरिब दुखी जनताका छोराछोरी आज दुबई र खाडीमा गएर बेल्चा हान्नुपर्ने। 1 वर्षमा होइन, यो 16 वर्षमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर फिर्ता हुने, त्यो बनाउनका लागि यो व्यवस्था यिनीहरूलाई अझै चाहिएको छ। के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो के अहिलेको राष्ट्रपति जनताले चुनेको हो सीमित यही संसदभित्र भएका केही व्यक्तिले चुनेको? यदि दम हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छौँ। त्यसपछि होइन भने यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने, व्यवस्थापाठी गर्ने। मैले हत्याराको कुरा गर्नुभएको थियो माननीयज्यूले। म आज अनुरोध गर्न चाहन्छु, मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। हत्याको कुरा गर्नुहुन्छ, राष्ट्रपति तपाईँहरूकै थिए, प्रधानमन्त्री तपाईँहरू हुनुहुन्थ्यो, संसदमा 2 तिहाई थियो। अनि मदन भण्डारीको हत्याको याद आएन? अरू साथीहरूले भन्नुभएछ मलाई, थुनियो। म एकजना व्यक्ति हुँ, तपाईँको यो उत्तम गणतन्त्रको बेला ललितपुरमा चामल बाँड्दा बाँड्दै 9 दिन सिडिओ कार्यालयमा थुनाइ पाएको व्यक्ति हुँ। र आज पनि अहिले पनि भर्खरै रापरवाका विद्यार्थी युवा नेता निराजन बमलाई तपाईँहरूले चितवनबाट अरेस्ट गरिराख्नु भएको छ। यो तपाईँहरूको लोकतन्त्र हो। अघि एकजना मान्यज्यूले भन्दै हुनुहुन्थ्यो, काण्ड सम्झाइदेऊ, निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईँहरूका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक ओल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरू। एकजना निर्मलाको हत्यालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ? र अर्को कुरा सम्झाइदिन चाहन्छु, बाँदरमुढे घटना याद छ? निहत्या नागरिकलाई बम हानेर मारे हो कि होइन? अझ अर्को घटना सम्झाइदिउँ, लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? यो हो व्यवस्था। खुल्ला मञ्चमा उभिएर 5000 मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो। भारतको दिल्लीमा लुकेर नेपालमा निहत्या मान्छेहरूको मार्नुपर्छ भनेर अगाडि बढ्ने व्यक्ति यो देशको सांसद मन्त्री बन्न पाउने व्यवस्था यो उत्तम हो। यो व्यवस्था जनतालाई चाहिएको होइन। हामीले स्पष्ट भनेका छौँ, सबै मान्छे अठाउने।
अहिले पनि स्पष्ट भन्छौँ, प्रजातन्त्र मासिँदैन। न यहाँ प्रजातन्त्र मासिन्छ, न यहाँ लोकतन्त्र मासिन्छ। सिर्फ राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ, बास यति हो। यहाँभन्दा अरू होइन। यहाँभन्दा लोकतन्त्र र गणतन्त्रको उत्तम व्यवस्थाभित्र हामी छिर्न चाहन्छौँ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाउँ। अहिले पनि यो देश यहाँ कतिपय सांसदहरू हुनुहुन्छ, टिका लाउनुहुन्छ। 81% हिन्दू भएको देश आज हिन्दू राष्ट्र मासिएको छ। प्रदेश संरचना खारेज गर्नुपर्ने प्रदेश पालिएको छ। कार्यकर्ता सेटलमेन्टका लागि देशलाई 26 खर्ब गर्न पाइँदैन। त्यही भएर राजासहितको प्रजातन्त्र चाहिन्छ। खुलमखुला बहस गर्न हामी तयार छौँ। राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। त्यो लोकतन्त्रलाई उनका छोराले खोसे, महेन्द्रले खोसे। आज हामीले यो बोल्न दिनुहोस् सभामुख महोदय, आफ्नो टाइममा बोल्नुहोस् न। किन मान्य सदस्य के को लागि उठ्नु भएको छ? के कुन नियम? के नियम? म इतिहासबाट साबित गरेर देखाइदिन्छु। इतिहासका पुस्तक पढेर। मान्य सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र मान्य सदस्य अगाडि बढ्नुहोस्। इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने। जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। मान्य सदस्य आसन ग्रहण गरौँ र मान्य सदस्यलाई बोल्न दिनुहोस्। मैले बोलेको इतिहास गलत हो भने इतिहासका पुस्तक पढाएर। मान्य सदस्य समय लिएर बोल्नुपर्छ। त्यसले गर्दाखेरि मान्य सदस्यलाई मैले समय दिएको छैन, त्यसले आसन ग्रहण गरौँ र मान्य सदस्य बोल्नुहोस्। के भन्नु पाइन्छ मलाई थाहा छ। मान्य सदस्यहरू, यहाँ मैले बोल्न पाऊँ सभामुख महोदय। मेरो गएको समयको हिसाब होस्, यो डिस्टर्ब भएको समयको। यो मेरो समयको डिस्टर्ब। मान्य सदस्य आसन ग्रहण गरेर बसौँ। इतिहास पढेर आउने, इतिहास पढेर मसँग बहस गरेर आउने। मिस्टर मान्यजी, इतिहास पढेर आउनुहोस्। ल, मान्य सदस्यहरू, मेरो टाइम जुन नष्ट भएको छ त्यो पाऊँ है सभामुख महोदय। मान्य सदस्यहरूले हाम्रो यहाँको प्रबन्ध व्यवस्था, खास गरिकन हाम्रो नियमावलीको आधारबाट हामी आफ्ना अभिव्यक्तिहरू दिन्छौँ। अभिव्यक्तिहरू दिँदाखेरि मान्य सदस्यहरूले राष्ट्रको अगाडि सार्वजनिक ढङ्गबाट, त्यसमा पनि हाम्रो खुला भएको संसदमा बोलिरहनु भएको छ। यसरी बोलिरहँदाखेरि तथ्य सत्यमा आधारित भएर, तर्कमा आधारित भएर व्यवस्थित ढङ्गबाट बोल्नुपर्छ भन्ने विषयमा मान्य सदस्यहरू आफै जानकार हुनुहुन्छ। आजको दिनको कार्यसूचीमा समय प्रभावित हुन्छ भन्ने कुरालाई पनि ध्यानमा राख्दै म यो काटिएको समयलाई थप्न चाहन्छु। फेरिदेखि यस्तो वातावरण नबनाउनको लागि मान्य सदस्यले ध्यान पुर्याउनु हुनेछ। मान्य सदस्य रघुजी पन्त अगाडि बढ्नुहोस्। हस्, धन्यवाद सभामुख महोदय। मेरो काटिएको 10-12 मिनट छ, प्लस होस्। त्यो उल्टाको राजा ज्ञानेन्द्रले असोज 18 र माघ 19 गरेर होइन। अनि राजतन्त्र के को लागि चाहियो? त्यसैको लागि। अनि युवराज दसैँ र तिहारको बेलामा लुकेर बनाइयो पारसलाई। त्यसपछि युवराजले के गरे? एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रवीण गुरुङलाई नारायण हिटमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीबाट लखटी किचाएर मारे। के यो पनि झुटो हो? अनि जब हल्ला खल्ला भएर मुद्दा चलाउनु पर्ने कुरा उठ्यो, त्यसपछि एउटा भुजेल खडा भयो, नक्कली उसले चढाइरहेको थियो गाडी भनेर। यही होइन राजतन्त्रमा भएको नमुना, कानुनको शासन। त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन। र सभामुखज्यूको गम्भीरतापूर्वक एउटा ध्यान आकर्षण गर्न चाहन्छु। नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन। राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषयमा संसदभित्र छलफल गर्न पाइँदैन। त्यसले गणतन्त्र मात्र चिन्छ। राजतन्त्र इतिहासको विषय भइसक्यो। संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन्, किनभने राजतन्त्र भनेको विशेषाधिकार हो। राजतन्त्र भनेकै आफैमा विशेषाधिकार हो। त्यसैले संसारको राजनीतिको प्रवाह गणतन्त्र हो। नेपालमा गणतन्त्र आउनु पर्थ्यो, आयो। अब पुनर्स्थापना भन्ने त्यसो सोधौँ न, किन राजतन्त्र शाहवंश? त्योभन्दा अगाडिको मल्ल किन नल्याउने? सरकारबाट पावरमा भएकाहरूले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले आदेश गर्यो कि यो यसरी नदेऊ, यो सुविधालाई रेगुलेट गर, यसलाई जथाभावी नदेऊ, मापदण्ड बनाएर मात्र देऊ भनेर भन्यो। र त्यो विधेयकको ड्राफ्ट 1.5 वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेछ। यो सरकार आएको कति भयो? को छ? यो त मन्त्रीजीहरूले बोल्नु पर्ने। म पनि मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु। हिजो प्रकाश पानजीले पाल्पामा बोल्नु भएको छ यो अहिले भइरहेको छैन भनेर। आएर त्यही कुरा भन्यो भने संसदमा उठेपछि रेस्पोन्स त गर्नुपर्छ, भन्नु पर्यो नि। आएर कसैले बनेको, किन बनेको, के कारणले बनेको, कुन अवस्थामा छ र सरकारको सोच के छ
पटक पटक प्रश्न उठेपछि मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ? म प्रधानमन्त्रीलाई नै आग्रह गर्दछु, जनताको चासोलाई सम्बोधन गरौँ, जनताको भावनालाई सम्बोधन गरौँ। लोकतन्त्र भनेको जनभावना अनुसार अगाडि बढ्ने हो। उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो, मन्त्रीहरू फेरि बेला आयो। पर्फर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन। प्रधानमन्त्रीज्यूले निश्चय पनि मूल्याङ्कन गर्नुभएको होला। त्यसैले आज जनताको असन्तुष्टिलाई ठिक ढङ्गले सम्बोधन गरौँ। हामीले पाएका उपलब्धिहरू दक्षिण एसियामा कम छैन। यो 15